talking about the first experience in my life, मेरो चाहिँ फर्स्ट नाइट बस राइड भनेको हामी झापा जाँदाखेरि हो। पाँचपोखरीमा गएको थियौँ। मलाई चाहिँ पहिलादेखि नै नाइट बसहरू धेरै मन पर्थ्यो र म यही एयरमा त नाइट बस चढेको र मलाई यो गेम पनि त्यही बेलादेखि धेरै मन पर्न थालेको हो। अब रियल लाइफमा ड्राइभिङ गर्न त आउँदैन, लाइसेन्स पनि छैन। यो गाडी चाहिँ म राम्रैसँग चलाउन सक्छु। यो सिटीको नाइट राइड पनि रमाइलो छ। झिलिमिली नै देख्न सक्नुहुन्छ यता र उता। तपाईँहरूको चाहिँ फर्स्ट नाइट बस राइड कुन हो? कमेन्टमा सेयर गरिदिनु होला। टकिङ अबाउट द फर्स्ट राइड, मेरो चाहिँ एक्सपिरियन्स भनेको पाँचपोखरीमा थियो फर्स्ट। र त्यो एकदमै राम्रो थियो, कम्फर्टेबल सिट, बस एकदमै सफा र नयाँ नयाँ लन्च भएको बसमा हामी जानु पाएको हो। साथीहरू, तपाईँहरूलाई कतै ट्राभल गर्दाखेरि दिनमा ट्राभल गर्नु राम्रो लाग्छ कि नाइटमा? कमेन्टमा त्यो पनि सेयर गरिदिनु होला। तर ट्राभल यसो नाइट बसमा ट्राभल गर्दाखेरि पानी परेको रमाइलो त हो नि, प्यासेन्जरलाई मात्र। ड्राइभरलाई त गाह्रै हुन्छ गाडी चलाउन पानी परेको बेलामा। यतिको जाम परिहालेछ। के हुँदै रहेछ अगाडि? तपाईहरुले पनि आफ्नो फर्स्ट एक्सपिरियन्सहरु अथवा आफूले मन